Hello and namaste everyone. Welcome back to my new video after a long time है अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला है। हामी चाहिँ भनौँ धेरै बिजी, एकदम धेरै बिजी थियौँ है। अब 1-1.5 महिना जति भयो भनौँ प्लान चलिरहेको थियो दिमागमा चाहिँ होइन। तर भनौँ काम सुरु गरेको चाहिँ लगभग 10-12 दिन भयो कि है। अनि भनौँ खोर चाहिँ राम्रोसँग बनेर भ्याएको छैन है। प्लान त गरौँ, के को प्लान गरेको चाहिँ राइडरले होइन। अनि जिन्दगी भनेको त्यतिकै हावातालमा दौडेर नहुने रहेछ केटा होइन। अनि यसो मैले चाहिँ होइन यहाँ भनौँ न जुगाड कम्पनी गरेर हामीले चाहिँ गाउँमा भिजिट गर्छु है, भिजिट गराइदिन्छु। अनि सानोतिनो जुगाड गरेर चाहिँ होइन मैले भनौँ कुखुराको खोरु गरेको छु है, सानोतिनो होइन। अनि अहिले मसँग चाहिँ लगभग भनौँ 6वटा छ, एउटा भाले अनि 5वटा पोथी है। अन्डा सन्डा हुन सक्छ म देखाइदिन्छु भनेको। कस्तो गनामा धरी राडीहरूले हगेर मात्रै हेरेछ, अन्डा त छैन त कुनै पनि। यसमा चाहिँ छैन रहेछ नि अन्डा। छैन त यार, आज अन्डै दिनै क्या, अन्डै देखाउनु त यार। बिल्ला भयो त। अनि यहाँ चाहिँ हाम्रो अरू पनि छ है खोर। अब यहाँ चाहिँ म सानो चिक्सहरू ल्याउँछु है। अहिले हल्का म्यानेजमेन्टको भएको छ है, म्यानेज गर्न सकेको छैन नि त अहिले, एक्कासी सब भइरहेको छ कि। अनि त्यही भएर यहाँ बसेर दिँदा छ अन्डा। अहिले अन्डा दिएपछि म देखाउँछु है। अनि सानो सेटअप। अनि लफुचे राइडर बोलायो, यो किन यो टाँटसाट किन भन्नु होला होइन, यो भन्नु होला यो टाँटसाट किन, यो बिचमा यो डोको यो बाल्टीहरू किन भने। अब भनौँ डालसालो राख्न पाएको भए चाहिँ बेस्ट हुन्थ्यो होइन। अनि डालो चाहिँ भनौँ किन भने अनि अहिले भनौँ कम लगानीमा सस्तो जुगाड हानेको हो क्या मैले चाहिँ होइन। अनि पहिला यहाँ गाईको गर्थेँ होइन। अनि गाई चाहिँ मऱ्यो गऱ्यो कि, अब जतिवटा पालि नि मरिदिने, खोइ के भयो होइन। अनि गाई चाहिँ नपाल्ने भने घरमा होइन। यो त्यतिकै यो ठाउँ त्यतिकै खाली भइरहेको थियो नि त। अनि ब्रोइलर पाल्यो भने धेरैमा धेरै यहाँ धेरै अटायो भने 100-150 होइन। 100-150 42 दिनसम्म पाल्यो, त्यही धेरै नाफा भयो। 100-150बाट त्यही धेरैमा धेरै भयो 5-6 हजार है। अझ रोग पनि छ्याप्पै समातिहाल्छ नि त ब्रोइलरलाई। अनि त्यही भएर चाहिँ मैले सोचेँ लोकल किनकि लोकल भनेको बेस्ट हुन्छ कि, किनकि सानो ठाउँमा पनि धेरै अटाउन सकिन्छ कि। अहिले भनौँ अझ चितवनमा सम्झिँदैन, म चाहिँ चितवनबाट बिलङ गर्छु होइन। चितवनमा चाहिँ भनौँ गर्मीको टाइममा एकदम गर्मी हुन्छ, जाडोको टाइममा पनि भनौँ एकदमै जाडो हुन्छ होइन। अनि भनौँ यो दुइटै अब गरेपछि यो महिना गर्छु अर्को महिना गर्दिनँ भन्ने खालको होइन, गरेपछि रेगुलर गर्छु भनेर चाहिँ मैले यो स्टार्ट गरेको होइन। अब ब्रोइलर पाल्यो भने भनौँ यहाँ राम्रोसँग यताउता गर्न सक्दैन, म्यानेज गर्न सकिँदैन। लोकल भयो भने एकदम हाई टेम्परेचर पनि खप्न सक्छ लोकलले होइन, लो टेम्परेचर पनि खप्न सक्छ कि। अनि त्यो हेरेर चाहिँ मैले यो ठाउँ हेरेर चाहिँ मैले लोकल चुज गरेँ कि होइन। अनि यो टाँट चाहिँ किन बनाएको यताउता भन्नुहुन्छ भने, यो टाँट चाहिँ भनौँ किनभने लोकलले भनेको दिउँसोमा भनेको लोकल यस्तो सम्म ठाउँमा खेल्नलाई यताउता गर्नलाई मन पराउँछ होइन। अनि राति सुत्ने बेला भनेको लोकल कुखुरा चाहिँ अरूभन्दा पनि लोकल चाहिँ यस्तो टाँटमा भनौँ न यस्तो हुन्छ नि, यस्तो बाँसको उसमा यस्तोमा सुत्न मन पराउँछ कि लोकल। अनि यो बाल्टीहरू चाहिँ अन्डा पार्ने ठाउँ है पोथीहरूको लागि। हामीसँग चाहिँ भनौँ 5वटा पोथी छ अनि एउटा भाले छ होइन, एउटा भाले छ। किनकि अब भनौँ अरू पोथी पनि हाल्थेँ होला मैले, अहिले अरू पोथी चाहिँ किन्न हालेँ भन्दाखेरि भनौँ अहिले भाले मसँग एउटा मात्र छ नि त होइन। अब ठुलो भइसक्यो त्यो भाले, अब अर्को भाले पनि ल्याऊँ भने जुत्छ कि उनीहरूलाई भनौँ। अब पोथी जुत्दाखेरि चाहिँ खासै त्यो यस्तो हुँदैन होइन, भालेले प्रोटेक्ट गर्छ। एउटा पोथीले अर्को पोथीलाई हेपिरहेको छ भने, ठुङ्गिरहेको छ भने भालेले सपोर्ट गर्छ होइन। तर भालेको मामलामा त्यस्तो हुँदैन कि, मैले बुझेअनुसार भालेको मामलामा चाहिँ त्यस्तो हुँदैन। अन्डा पारेको बसिरहेको छ अहिलेसम्म है। अनि भालेको मामलामा चाहिँ त्यस्तो हुँदैन, जुत्छ कि। अनि जुत्दाखेरि चाहिँ भनौँ एउटाले अर्कोलाई मार्ने ऊ पनि हुन्छ कि भनौँ न।
मार्न पनि सक्छ कि अब मर्न पनि सक्छ भनौँ, घाटा लाग्न सक्छ नि त। अनि घाटा त अब खासैको त लागेको छैन। एउटा राम्रो भाले अब 2200 धेरैमा धेरै 3000सम्ममा आउँछ होइन। अनि रुखहरू हो सब यो सुगाले खाएर काट्नु परेको के। अनि त्यही भएर चाहिँ अनि योपालि चाहिँ भनौँ राम्रो भएन, अफ सिजनमा भएर नि होला सुगा यस्तो लागेको सबै भ्याइदियो कि। अनि केही छैन, अब फेरि यो 4-5 दिनमा यो सर्लक्क हटाएर अनि फेरि अर्को गर्छौँ है। अनि हाम्रो 5वटामा 5वटै पोथीले चाहिँ अन्डा दिन्छ होइन। अहिले भनौँ 3-4 दिन भयो। अर्को त अघि नै देखाएको त्यो सानो 2टा खोरहरूमा राखेको थियो मैले चाहिँ होइन। अनि अहिले यो खोरमा चाहिँ 3-4 दिन भयो कि। कस्तो राम्रो देखेको छैन। अनि खोरमा होइन यो गरेर राख्दाखेरि चाहिँ त्यो क्लियर नहुँदैन। अनि यो खोरमा ल्याएर राख्दाखेरि चाहिँ भन्नु भयो कि के अरे यिनीहरूले खोइ के भयो अन्डा दिनु एकदम कम गरिदियो कि। अनि खोल्या नि किन अस्तिबाट खोल्न थालेको बल्ल अनि अहिले चाहिँ अन्डा दिनु। अनि त्यो अहिले हुन्छ होइन थालेको। अनि एउटा कुन चाहिँ अब जल्दले अन्डा पारिरहेको छ त्यो अन्डा खोक्रै नभएको कि त्यो भनौँ न झरमा दिने यताउता त्यस्तो भइरहेको कि। अनि भनौँ अब त्यो चाहिँ कुन चाहिँ हो त्यो पत्ता लगाएर चाहिँ उपचार गर्नुपर्ने हुन्छ त्यसको है। अब म चाहिँ अब गाउँघरमा के भनिन्छ भने यस्तो जल्दले अन्डा पार्ने त्यो हुँदैन, अलक्षिण लाग्छ, पनौती लाग्छ भन्ने खालको गर्दिन गर्न लागेको छ होइन भनेर। अनि मैले भनौँ उद्योग खोर भ्याएको छ त्यो दिन अब चिक्सहरू ल्याएपछि चाहिँ भनौँ एकदम केयर गर्नुपर्छ कि चिक्सको चाहिँ यो ठुलो जस्तो हुँदैन है। मैले चाहिँ यो 2टा चाहिँ भनौँ गएको अलि थियो सानो हुँदा पनि होइन अलिलो थियो। मसँग चाहिँ भनौँ 3टा चाहिँ प्योर लोकल छ। अनि एउटा गोल्डन किङको नाम चाहिँ होइन। अनि अर्को मेन भनेको यो अन्डा दिने चाहिँ कि उयो हो कि के अरे ब्ल्याक एस्ट्रोलोप भन्ने हो कि यो चाहिँ होइन, अस्ट्रेलियन ब्रिड हो। अनि भनौँ न अनि युट्युबमा हेरेर यताउता गरेर ल्याएको हो मैले चाहिँ होइन। यो चाहिँ अन्डा एकदम दिँदो रहेछ कि वर्षको लगभग 300+ दिने यसको अन्डाको रेकर्ड चाहिँ भनौँ 300+ रहेछ कि वर्षको होइन। अनि अब ओथार बस्ने यताउता भनौँ दिइहाल्ने क्या, ओथार बस्ने दिइहाल्ने, ओथार बस्ने दिइहाल्ने यस्तो रहेछ। अनि राम्रो लाग्यो क्या मलाई चाहिँ। अनि त्यही भएर चाहिँ यो ल्याइदिएको होइन। अनि भनौँ यो चाहिँ अझै थप्छु होला मैले सायद है। अनि हेरौँ अब के हुन्छ होइन। अनि अरू चाहिँ हामीसँग उयो एउटा यसको नाम के हो बिर्सी मैले, गोल्डन के हो होइन। अनि अरू भनेको 3टा पोथी चाहिँ हामीसँग प्योर लोकल छ, भाले प्योर लोकल भाले होइन। अनि अब बिस्तारै बगल बढाउँदै जान्छु। अब चिक्स ल्याएर हाल्छु कति लगभग धेरै त हाल्दिनँ म 20-25वटा जति हाल्छु। अब दसैँ नि अब नजिकै छ, 10वटा जति चाहिँ हब्बड हाल्छु म होइन, हब्बड हाल्छु। अनि त्यसपछि भनौँ 10-15वटा चाहिँ लोकलै हाल्छु होइन। गर्छु अब दसैँमा चाहिँ मिल्दैन। दसैँमा मैले चाहिँ सोचेको दसैँमा 40-50वटा चाहिँ निकाल्छु भनेर सोचेको होइन। किनकि दसैँमा भनौँ अब बिक्री हुन्छ नि त, मेन भनेको दसैँमा बिक्री हुन्छ नि त। अनि त्यही भएर दसैँमा निकाल्छु भनेर सोचेको। फेरि यसो अनुमान लाग्यो जस्तै अब भनौँ कस्तो भने दानै गरेर पेल्यो भने त 4 महिना इनफ छ होइन। दाना पेल्यो भने मिठो फाइदा पनि बच्छ होइन। तर भनौँ न मान्छेले लोकल के को लागि खान्छ, टेस्टको लागि खान्छ नि त लोकल। अब थुनेर राखेर दाना खुवाएर राखेर त्यो टेस्ट पाउँदैन कि मान्छेले लोकलमा चाहिँ होइन। अब भनौँ लाइक अब्बड खाएको जस्तो खाएको जस्तो स्वाद आइदिन्छ कि लोकलको पनि होइन। त्यही भएर मान्छेले अहिले भन्छ नि लोकल कुखुरा पहिलाको जस्तो स्वाद भने त थुनेर पाल्न थाले मान्छेहरूले। भनौँ अब बिजनेसै गर्छु भनेपछि त थुनेर पाल्यो भने धेरै प्रफिट हुन्छ कि। हजुरको यस्तो हुन्छ सुरुमा खर्च चाहिँ बढी लाग्छ तर प्रफिट छोटो समयमा धेरै भइदिन्छ कि। अब ब्रोइलरलाई खुवाउने हाई प्रोटिनको दानाहरू खुवाइदिनु भयो यताउता भने खुट्टा हेरेर थाहा हुन्छ कि यसलाई खोलेर पाले कि थुनेर पाले भनेर कि। जस्तै थुनेर पालेको दाना मात्र खुवाएर पाले भने त्यसको भनेको खुट्टा भनेको अप्ठ्यारो मोटो ब्रोइलरको जस्तो मोटो खुट्टा हुन्छ होइन। अब होइन
खोलेर फ्री रेन्ज एरियामा पालेको छ यताउता भने चाहिँ होइन यस्तो हुन्छ कि सुरिलो खुट्टा हुन्छ कि यस्तो कि अब जस्तै मैले चाहिँ भनौँ अनि कस्तो भने थुनेर हाल्छु भनेर सोचिरहेको थिएँ किनकि भनौँ यहाँ तरकारी सरकारी लाउनु भएको थियो मम्मीले अनि रिसाउनु भयो कि सुधी यस्तो उस्तो भनेर तरकारी नै खान नपाउने यताउता भनेर रिसाउनु थाल्नुभयो अनि त्यही भएर चाहिँ भनौँ अनि मैले थुनेर पाल्छु भनेर सोचेको थिएँ अन्डा एकदम कम दिन थालेँ कि अनि त्योहरू चाहिँ ह्या भनेर खोलिदियो मेन भनेको टेस्ट पनि आउँदैन कि अनि दाना भनौँ दाना अहिले अब स्टार्ट गर्दैछु भर्खरै होइन अनि अब पैसाको म्यानेज गर्नु पनि गाह्रो हुन्छ नि त अनि त्यसपछि त्यही भएर चाहिँ भनौँ दानालाई नि एकदम हुन्छ अनि छोडिदियो भने दानाको पनि बचत भयो होइन फिडको पनि बचत भयो त्यही भएर चाहिँ मैले अब फ्री रेन्ज एरियामा पाल्नु खोजिरहेको छु है हेरौँ अब जाली साली ल्याएर हालिदिन्छु अलि टाइम लाग्छ म्यानेज हुनलाई है अनि हेर्दै गरौँ अहिले त्यो अन्डा त्यसले अन्डा पारेपछि देखाउँछु म चाहिँ होइन केटा है भनौँ कुखुरा चाहिँ यहाँ आइसकेको थियो होइन अनि घर हेरेको अन्डा पाऱ्यो कि भनेर घर हेरेको जाँटीले अन्डै पारेर हिँड्यो त्यत्तिकै के रमाइलोको लागि बसेँ आमाको छोरा काट्दै खान्छ 4 दिनमा अन्डा नपारे यार त मेरो बिजनेस त अनि फ्लप भइहाल्छ नि त अन्डै नपारेर पछि त अनि अन्डा चाहिँ लगभग मसँग चाहिँ 40वटा जति अन्डा तर भनौँ युट्युबमा हेरे अनुसार यताउता गरे अनुसार चाहिँ भनौँ होइन यो 10 दिन कटेको अन्डा चाहिँ दिनुहुन्न भन्ने छ होइन गर्मीको टाइममा जाडोमा चाहिँ खासै फरक नपर्ने रहेछ गर्मीमा चाहिँ बिग्रिन्छ भनेर भनेको छ होइन अनि मैले चाहिँ पहिला चामलको डिब्बामा राख्थेँ पुरानो अन्डाहरू होइन अनि अहिले चाहिँ भनौँ उसमा राख्न थालेको छु कि बाटामा स्टिलको बाटामा होइन स्टिलको बाटामा अनि टक्क लाएर माथिबाट स्टिलकै बाटाले छोपिदिएर के किनकि भुइँमा के अनि त्यत्तिकै के किनकि भुइँको चिसोले फलाममा हुन्छ नि त ठ्याक्क अनि टेम्परेचर मेन्टेन होस् नबिग्रोस् भनेर चाहिँ त्यस्तो गरेको छु सायद पहिलाको अन्डा बिग्रेको होला है अनि 8वटा त खत्तमै भएको रहेछ अब त्यसपछिको चाहिँ ट्राई गरेको छैन 8वटा उसिन्दाखेरि एउटा मात्र सध्दै थियो कि अरू सब गइसकेको थिएँ अनि त्यो भएर चाहिँ हेरौँ अब है अरू बिग्रिन्छ कि बिग्रिन्न अब 2टा पोथी ओथार माग्ने बेला भएको छ होइन त्यो 2टा मध्येलाई चाहिँ भनौँ न 2टामा त्यो अब 40वटा जति हो हेरौँ 30वटा जति 2टालाई दिन्छु 15-15को दरले होइन हेरौँ अब अरू के कस्तो हुन्छ पुरानो अन्डा जति कटाउँदै जान्छु कि ल केटा होइन अब एकछिनपछि गरौँ ल ब्लग त्यो एउटा अन्डा पराउनु उता गए जस्तो आज 2टाले भन्दा अन्डै पारेको छैन कि हाम्रो सुरुमा ल्याएको र अनि सेकेन्ड लोडमा ल्याएकोले बाहेक अरूले अन्डै पारेको छैन 3टाले पार्नै बाँकी छ त अन्डा ल केटा एकछिनपछि गरौँ ल है ल केटा है अनि अन्डा पारेर लगाएर देखाउँला भन्नु अरे हेरेको त्यसले नि अन्डा पारेर हिँड्छ है भर्खर एउटा चाहिँ यहाँनिर बस्दै थियो क्या अरे हेरौँ है अन्डा पारेको कि जाँठी कुन चाहिँ त्यो अघि बसिरहेको र भान तेरा 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 एक थाप्रो हगेर पो जान्छ अन्डा पारे होला भने त एक थाप्रो हगेर पो जान्छ यार अनि यसरी चाहिँ बस्छ केटा है हाम्रो भनौँ न कुखुराहरू है राति पख टक्क यसरी बसिदिन्छ कि यो टाँटमा चाहिँ बस्छ कि अनि यसको चाहिँ 2टा फाइदाहरू हुन्छ होइन 2टा होइन धेरै फाइदाहरू हुन्छ है एउटा हजुरको भनौँ तल स्पेस बच्यो होइन ऊ भयो अर्को मेन फाइदा भने चाहिँ कस्तो भने यसरी स्पेस पनि धेरै बच्छ होइन ठाउँ पनि धेरै खाली हुन्छ भनेर चाहिँ होइन अनि कुखुरा अब खेल्ने भयो राम्रो हुने भयो यताबाट उता उताबाट उता होइन एकदम राम्रो हुने भयो अनि अर्को मेन भनेको चाहिँ कस्तो के फाइदा हुन्छ भने तल भुइँको चिसोले भेट्दैन कि कुखुरालाई अब भनौँ न तलको चिसोले भेट्यो भने घ्यार रोग यताउता लाग्ने यताउता समस्या हुन्छ होइन अनि त्यसले चाहिँ नभेट्ने भयो क्या कुखुरालाई है मेन त्यसको चाहिँ फाइदाहरू हुन्छ ल आजलाई यति नै अनि लास्टमा म मेरो केटाहरूलाई एउटा ऊ भन्न चाहन्छु है अनि के छ मेरो केटाहरू अनि अब साथी बिजी छ है यसो अनि मकसद याद होला अन्जाम दिनुपर्छ हामीले योपालि पनि है होइन अब पोहोर त म थिइनँ म दुबई थिएँ है भिडियो सिडियो आइरहेको थियो मलाई
अनि आम्माको छोरो योपालि चाहिँ छोड्नु हुँदैन, आम्माको छोरो भडानी हान्ने याद होला मैले के कुरो गरेर चाहिँ है। आँप लिचीको सिजन छ छोड्ने त कुरै आउँदैन नि केटा होइन। ना अब तक छोडे हे ना आगे छोडेंगे, लीची का डाँठ तो देख भाइ तोडेंगे। अनि या मन पर्यो होला, मन पर्नुपर्छ है। अनि ल केटा है, योपालि आम्माको छोरो एउटा डालो पनि बाँकी राख्ने होइन कि, आम्माको छोरो एउटा गेडो पनि बाँकी राख्ने होइन। चपा साथीमा यति खानुपर्छ लिची। पोहोर खाएन के भने मैले, पोहोर लिची आँप लिचीको स्वादै चाख्न पाएन भने आम्माको छोरो। अहिले त हरियो होला जे भए पनि, मेरो केटाहरू हेरेर हुन्छ यसो होइन। टक्क कहाँ कति के पाक्यो, कहाँको रातो भइसक्यो अब टक्क होइन। स्ट्यान्ड बाई बस है केटा, स्ट्यान्ड बाई बस। मङ्की मार्क्स यताउता किनेर राख टक्क है। अनि अन्जाम दिनुपर्छ योपालि पनि हामीले है। थोरै होइन, चोक्करको बोरा यहाँ लाइन छ केटा है। आइया चोक्करको बोराको लाइन छ यहाँ है। आम्माको छोरो कति चाहियो बोरा त हेर्न, यहाँ घरभरि बोरै बोरा। यहाँ छ, यहाँ झोला छ, यहाँ बोरा छ। आम्माको छोरो चोक्करको बोरामा कोची ल्याउनु पर्छ केटा, छोड्नु हुन्न योपालि। अनि ल आजको लागि यति नै। लभ यु अल गाइज, किप गोइङ, किप सपोर्टिङ है। अनि कस्तो लाग्यो हजुरलाई है, हजुर पनि अब गर्न चाहनुहुन्छ ठक्क लाएर होइन, गर्न मिल्छ भनौँ इच्छुक उनीहरूले टक्क लाएर गर्न मिल्छ है। अहिले त भन्न सक्दिनँ, अब 2-4 महिनापछि चाहिँ भनौँ सल्लाह पनि यसो होइन म गर्छु भने। अब 2-4 महिना 6-7 महिनासम्म त म बेच्दिनँ भनेर चाहेको हो। भनौँ अब 2-4 महिनामा चाहिँ मेरो लगभग 500-600 बनाउने चाहिँ ऊ हो भनौँ। अहिले चाहिँ किन मैले नथपे भने अब चिक्सहरू ल्याएर थप्छु होइन, छोडिदिने सानो चल्लाहरू अब 2-4 दिनमा। अहिले यो खोरहरू टक्क सफा गर्नु कि यहाँ अब यहाँ उ गर्दाखेरिको सामानहरू यहीँ राखिदिएको छु कि मैले, पहिला यहीँनिर हालेको हो नि त कुखुरा। अनि त्यही भएर चाहिँ अलिकति फोहोर छ, यो टक्क पहिला राम्रोसँग सफा गरेर अनि बल्ल हाल्छु होइन। चिक्सहरू चाहिँ, चिक्स भनेको चाहिँ फेरि कुखुराको चल्ला हो है। फेरि यसले छाडा पऱ्यो यताउता भन्ला नि केटाहरूले, त्यस्तो होइन। अनि ल केटा है, थाहा होला म जस्तो अनपढलाई त थाहा भनेपछि जो त पढ लेखे मान्छे थाहा हुनु पऱ्यो अभियसली है। अनि ल केटा आजलाई यति नै है। अनि मेन के भन्दै थिएँ भने अहिले चाहिँ मैले के को लागि मात्र यति कम हालेँ भन्दाखेरि, मेन भन्नुपर्दा अहिले भनौँ यो कामसाम पनि बढेको थियो नि त, यो अब खोर जाली साली हाल्नु पऱ्यो होइन, अग्रम बग्रम। अनि मेन भनेको चाहिँ मलाई कस्तो भने कुखुराको बारेमा चाहिँ भनौँ न अलिकति नलेज लिनु थियो कि मलाई। कस्तो गर्छु कुखुराले, कस्तोमा मन पराउँछ होइन। अब भनेर अहिलेसम्म नगरेको काम भनेर जान्ने बन्ने होइन नि त होइन। अब आजभन्दा 4-5 महिना अगाडि एउटा भाले एउटा पोथी मात्र ल्याएँ होइन। अब गर्छु नै भन्ने भएपछि फेरि 2टा पोथी ल्याएँ, त्यसपछि फेरि 2टा पोथी थपेँ होइन। अनि अब माउ भाले भनेको यति भयो मलाई पुग्यो होइन। अब भनेको चिक्स ल्याउँछु, चल्लै ल्याउँछु, सानो चल्लै ल्याउँछु, चल्ला ल्याएर हुर्काउँछु। अब बच्चैदेखिको प्रोसेस गर्नु खाके बुझ्नु खाके। मेन धेरै त ल्याउँदैन, 10-15वटा ल्याउँछु अहिलेलाई, 15-20-25 त्यस्तै हाल्छु होइन। अनि भनौँ अब सानोदेखि एकैचोटि ठुलो आँट्ने होइन कि, भनौँ ल्याम्मा डुब्यो भने डुबेन केटा हो होइन, ऋणमाथि ऋण थपिन्छ कि। त्यो भएर चाहिँ सानो थोरैबाट स्टार्ट गर्छु अबदेखि। भनौँ न अब चाहिँ कस्तो भने सानोदेखि प्रोसेस गर्दै उस्तै पऱ्यो भने त भनौँ 1-1.5 महिनामा मलाई यताउता सब नलेज थाहा हुन्छ। अब मन लाग्यो भने थप्न पनि सक्छु, होइन थप्दिनँ भन्यो भने नि अब भनौँ अब यिनीहरूले अन्डा पार्न सुरु गरिसक्यो, सब 5वटाले अन्डा पार्छ होइन अहिले। अब 1-1.5 महिना अन्डा पार्छ, त्यसपछि फेरि ओथारो बस्छ, फेरि 1-1.5 महिनापछि अन्डा पार्न थाल्छ होइन। अनि फेरि ओथारो बस्छ, 1-1.5 महिनापछि अन्डा पार्न थाल्छ, फेरि ओथारो बस्छ। त्यतिकै भनौँ एम्पायर बिस्तारै बढाउँदै जाने। फ्ल्यास लाइट निभेछ। ल केटा अहिलेको लागि बाई। हजुर लभ यु अल, किप गोइङ, किप सपोर्टिङ है। अब जो पनि सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरिदिउँ। लभ यु अल गाइज।